यो सैपाल हिमाल हो। यो हुम्लाको सैपाल चाहिँ उतापट्टि बजाङ सैपाल पनि छन् र यो हुम्लातिर यो नामखापित अन्तर्गत पर्ने चाहिँ सैपाल हिमाल हुन् र यो 15-20 वर्ष अगाडि चाहिँ यो पानीको मुहानमा मात्रै सीमित थियो। जता हेरौँ उस्तै हिमाल, उस्तै फाँट। हिँडेको 2 घन्टा भइसक्यो। सैपाल हिमालको हामी फेदमा पुग्न अझै सकिरहेका छैनौँ। सुन्दर दृश्यको भिडियो कैद गर्नको लागि नाम्खा गाउँपालिकाको एउटा डकुमेन्ट्री निर्माणको लागि हाम्रो टोली यहाँ आइपुगेको चाहिँ म आज हेलिकप्टरमा यहाँ आएको छु र यो सुन्दर ठाउँलाई पर्यटकीय क्षेत्र प्रबन्धनको लागि हामी लागिपरेको छौँ। विभिन्न मिडियाहरूमा हामी तपाईँहरूलाई यो देखाउने पनि छौँ। युट्युब च्यानलमा पनि हामी राख्नेछौँ। तपाईँलाई पनि पक्कै पनि घुम्न मन लागेको छ भने 3515 मिटर 3515 मिटर यो रानी खड्कको उचाइ हो र अलि अगाडि गइसकेपछि हामी तपाईँहरूलाई देखाउँछौँ एउटा हिमताल अपी सैपाल हिमालको फेदीमा रहेको छ। अपी सैपालको विशेषता भन्ने हो भने हामी विशेष गरेर बजाङ बाजुरा र हुम्ला जिल्लाको सिमानामा रहेको अति नै सुन्दर हिमाल हो। वर्षभरि नै हिउँ हामी देख्ने गर्छौँ। विशेष गरेर कवाडी खोलाको यो मुहान हो। बाजुराको कवाडी खोलाको यो कवाडी नदीको उद्गम र मूल हामी अहिले त्यहीँ हेर्न गइरहेका छौँ र यो हिउँ धेरै पहिला त्यो हिमताललाई छोपिरहने 12 महिना छोपिरहने यहाँको गाउँपालिकाको अध्यक्षज्यूले अघि नै बताउनु भएको अगाडि हुनुहुन्छ अध्यक्षज्यूहरू, यहाँ स्थानीयवासीहरू पनि हामीसँग हिँड्नुको हाम्रो खगलगाउँ स्वास्थ्य चौकीका स्वास्थ्य कर्मी पनि पछाडि हिँड्नुभएको छ। हामी यो टोली उतातिर जाँदैछौँ। केही समयपछि हामी तपाईँलाई त्यहीबाट नै प्रयास गर्छौँ। सैपाल हिमाल हो। यो हुम्लाको सैपाल चाहिँ उतापट्टि बजाङ सैपाल पनि छन् र यो हुम्लातिर यो नामखापित अन्तर्गत पर्ने चाहिँ सैपाल हिमाल हुन् र यो 15-20 वर्ष अगाडि चाहिँ यो पानीको मुहानमा मात्रै सीमित थियो। त्यो समयमा म यहाँ आएको थिएँ। यति यहाँसम्मको दूरी मात्रै ओगटेको थियो। यहाँसम्म यति यो माथि देखिरहेको जस्तो हिउँले ढाकिएको थियो। अब यो अहिले आएर चाहिँ यो ताल चाहिँ यो हिउँ बराबर फुट्दै जाँदाखेरि यो विशाल ताल बन्न पुगिरहेको छ। अझै हिउँ फुट्ने क्रम चाहिँ अझै जारी नै छ। वर्षै पछि हिउँ फुट्दै गर्छ।